यो हामी एकदमै नेबेरको बाटो आउँदैछौँ। यो माथिको डाँडा तीर भन्ने ठाउँ हो, उता लापा जाने बाटो छ। अनि हामी यो आबु कोसीको मुनिमा छेउछेउ हिँड्दैछौँ। यहाँ गाडी जान सकेन एउटा ठुलो झरना आएको छ। अनि यो झरनामा चाहिँ हामी एकदमै हिँड्दैछौँ। एकदमै सुन्दर झरना छ। यो परमेश्वरको सृष्टि हो। परमेश्वरलाई धेरै धन्यवाद। म धादिङ जिल्लाको उत्तरी भेग, म यता नेबेरतिर हिँड्दैछु। हाम्रो टिमहरू उहाँ पुगिसकेको छ कोही, अनि हामी यहाँ कोही फोटो सेसन गर्दैछौँ। एकदमै राम्रो छ। हामी यो झरनामा पुगेका छौँ। साह्रै राम्रो झरना छ। ल परमेश्वरलाई धेरै धन्यवाद। यो झरनाको लागि साह्रै राम्रो ठाउँमा आइपुगेका छौँ।